हाम्रो लागि चुनाव भनेको शक्ति कब्जा गर्ने खेल मात्र होइन, यो त गभर्नेन्सका लागि डेटा इन्जिनियरिङ हो। मतलब तथ्याङ्कको प्रयोग गरेर जनताको वास्तविक आवश्यकता बुझ्ने र त्यसलाई पूरा गर्ने एउटा विज्ञान हो। हाम्रो मुख्य उद्देश्य भनेकै जनताले दिएको म्यान्डेटलाई उनीहरूको राम्रो जीवनमा कसरी बदल्ने भन्ने हो। आउनुहोस् यो विश्लेषणको यात्रा सुरु गरौँ। हामी अप्पर वर्तुकको माटोलाई बुझ्नदेखि लिएर एउटा जितको रणनीति बनाउने सम्मको बाटो तय गर्नेछौँ। सबैभन्दा पहिले हामी अप्पर वर्तुकको जमिन, यहाँका मानिसहरू र उनीहरूका समस्याहरूलाई गहिरेर बुझ्ने कोसिस गरौँ, किनभने कुनै पनि राजनीतिको जग यहीँबाट सुरु हुन्छ। सिक्किम यो केवल एउटा सुन्दर हिमाली राज्य मात्र होइन। यहाँको कमजोर पारिस्थितिकी प्रणालीले यहाँका मानिसहरूको जीवन जिउने तरिका नै निर्धारण गर्छ। लगभग आधा जनसङ्ख्या कृषिमा निर्भर छ अनि बाँकी पर्यटन र जलविद्युतमा। यी सबै कुराले यहाँको राजनीतिमा प्रत्यक्ष असर पार्छ। यहाँको सामाजिक बनोट एकदमै रोचक छ। नेपाली, गोर्खा, राई, लिम्बू, बुटिया, लेप्चा जस्ता विभिन्न समुदायहरू मिलेर बसेका छन्। यहाँका महिलाहरू काममा अगाडि छन्, युवाहरू शिक्षित र महत्वाकांक्षी छन् अनि आफ्नो पहिचान र जमिनको रक्षाका लागि विशेष कानून पनि छन्। करिब 7 लाखको जनसङ्ख्यामा हरेक भोटको वजन हुन्छ। तर यी सबैका बीचमा यहाँका मानिसहरूले थुप्रै चुनौतीहरूको सामना पनि गरिरहेका छन्। कमजोर सडक, बिजुली र पानीको अभाव अनि आर्थिक विकासको फल सबैसम्म नपुगेको गुनासो हो। यही आकांक्षा र वास्तविकता बीचको खाडल नै यहाँको राजनीतिको मुख्य रणभूमि हो। ल अब हामी 2024 को चुनावको नतिजालाई हेरौँ। यो एउटा पजल जस्तै छ जसलाई हामी तथ्याङ्कको मद्दतले सुल्झाउने प्रयास गर्नेछौँ। यी तथ्याङ्कहरूलाई हेर्नुस् त, 77% भन्दा बढी मतदान। यसले देखाउँछ कि यहाँका मतदाता कति सचेत छन् अनि जितको अन्तर पनि सानो छैन। लगभग 2600 भोटको यो सामान्य परिवर्तन पक्कै होइन। यो भोटको विभाजनले कथालाई अझै स्पष्ट पार्छ। तर सबैभन्दा अचम्म लाग्दो कुरा के हो भने 2019 को विजेता एसडीएफ खुम्चिएर कसरी 13% झर्यो, त्यो पनि तेस्रो स्थानमा। त्यसो भए सबैभन्दा ठूलो प्रश्न यही हो, 5 वर्ष अघि मात्रै 51% भन्दा बढी भोट ल्याएर जित्ने पार्टीको यस्तो नाटकीय पतन कसरी भयो? किन? यसको जवाफ यी दुई चुनावको संरचनात्मक भिन्नतामा लुकेको छ। 2019 मा लडाई सिधा एसडीएफ र एसकेएम बीच थियो, तर 2024 मा 2019 का विजेता डीआर थापाले पार्टी बदलेर बीजेपीबाट चुनाव लडे। यसले सरकार विरोधी भोटलाई सिधै दुई भागमा बाँडिदियो र प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाइदियो। त्यसैले यो हार कुनै भावनाको लहरले मात्र भएको होइन, यो त राजनीतिक इन्जिनियरिङको असफलता हो। यसका 3 मुख्य कारण थिए: भोटको विभाजन, कमजोर संगठन र कछाको लडाईँमा हार। किनभने सार्वजनिक जीवनमा भाग लिनु, चाहे त्यो बोलेर होस् वा भोट खसालेर, यो आफ्नो व्यक्तिगत मर्यादा, आफ्नो सम्मानको अभ्यास हो। त्यसैले संवाद सधैँ इमानदार र सम्मानजनक हुनुपर्छ। यो हरेक नागरिकको अधिकार र कर्तव्य दुवै हो। अब अलिकति पछाडि फर्केर हेरौँ। 2024 को नतिजा आकाशबाट खसेको होइन, यो त एउटा लामो र रोचक ढाँचाको पछिल्लो कडी मात्र हो। यो सिटको इतिहास हेर्नुहोस् त। 2009 देखि हरेक चुनावमा यहाँ पार्टी परिवर्तन भएको छ। यो एउटा क्लासिक स्विङ सिट हो जहाँका मतदाता कुनै एक पार्टीप्रति सधैँ वफादार रहँदैनन्। यो ढाँचाले एउटा एकदमै महत्त्वपूर्ण कुरा सिकाउँछ। यहाँका मतदाता कुनै झण्डाप्रति होइनन्, शासनप्रति वफादार छन्। उनीहरू कामको मूल्याङ्कन गर्छन् र असफलतालाई सजाय दिन्छन्। यसको मतलब ठूलो जित पनि स्थायी हुँदैन र ठूलो हारलाई पनि उल्टाउन सकिन्छ। ल, समस्या त बुझियो। अब समाधान के त? अब हामी विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण भागमा छौँ, जहाँ हामी जितका लागि एउटा स्पष्ट र कार्ययोग्य योजना प्रस्तुत गर्नेछौँ। हामी यसलाई चतुर्मुख सिद्धान्त भन्छौँ। यो एउटा 4 मुख्य रणनीति हो, जहाँ यी चारै स्तम्भहरूले एकसाथ एकै लयमा काम गर्नुपर्छ। एउटा पनि कमजोर भयो भने संरचना नै भत्किन्छ। पहिलो हो चुनावी रणनीति। यसमा परम्परागत भोट ब्याङ्कहरूलाई फेरि एक्जिट बनाउने, राङ्का र लुइङ जस्ता पुराना गढहरूमा हरेक बुथमा ध्यान केन्द्रित गर्ने र ठूला कुरा छाडेर सडक र पानी जस्ता अति स्थानीय मुद्दाहरूमा केन्द्रित हुने। दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, सांगठनिक पुनर्निर्माण। रणनीति जति सुकै राम्रो भए पनि त्यसलाई लागू गर्ने मसिनरी चाहिन्छ।
यसको मतलब हो हरेक बुथमा समितिहरूलाई फेरि जगाउने, पुराना कार्यकर्ताहरूलाई फर्काउने र नेतृत्व जनताको घरदैलोमा पुगिरहने। तेस्रो हो कथामा नियन्त्रण। राजनीतिमा कथा जित्नुपर्छ। विश्वास र विकासको थीममा केन्द्रित रहेर एउटा सरल तर शक्तिशाली नारा बनाउन सकिन्छ, जस्तै अप्पर बर्तुक पे भोट ओढ्ले इनाम अमन और विकास। यसको मतलब हो अप्पर बर्तुकको लागि भोट भनेको शान्ति, सुरक्षा र विकासको लागि भोट हो। अब अन्तिम र सबैभन्दा अर्थपूर्ण खण्ड। चुनाव जित्नु मात्र ठूलो कुरा होइन, त्यो जनादेशलाई शासनमा बदलेर जनताको विश्वासको पुल कसरी बनाउने भन्ने हो। यो टेबलले देखाउँछ जनतालाई के कुराले सबैभन्दा धेरै दुखेको छ। सडक, बिजुली, पानी र रोजगारी नै उनीहरूको मुख्य चिन्ता हो। यसले स्पष्ट पार्छ कि हाम्रो रणनीति हावामा होइन, जनताको यही पीडामा आधारित हुनुपर्छ। यसको लागि क्विक विन्सको रणनीति अपनाउन सकिन्छ। चुनाव अघि नै एउटा सानो खाल्डो पुर्ने वा पानीको ट्याङ्की मर्मत गर्ने जस्ता कामहरू गरेर म तपाईँको कुरा सुन्दैछु भन्ने सन्देश दिन सकिन्छ। कामले वाचाभन्दा ठूलो स्वरमा बोल्छ र विश्वासको जग बसाल्छ। अनि जब हामी जनताका समस्या समाधान गर्न उनीहरूको जानकारी लिन्छौं, तब गोपनीयता र सहमति सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यो विश्वासको आधार हो। तथ्याङ्कको प्रयोग सधैँ जिम्मेवारीपूर्वक उनीहरूकै भलाइको लागि हुनुपर्छ। त्यसैले अन्त्यमा यो कुरा शक्तिको होइन, यो त उद्देश्यको हो। अगाडि बढ्ने बाटो शक्ति आर्जनको लागि होइन, तर जनताको जीवनस्तर उकास्ने उद्देश्य पूरा गर्नको लागि हो। If you want to become a people-centric leader and uplift your constituency, get in touch with Blueprint Strategies AI at mgr@blueprintstrategiesai or call 08042041602. Purpose beyond politics.